यहाँहरू सम्पूर्ण नमस्कार। भर्खरै प्रकाशित भएको एसई परीक्षाको नतिजाले धेरैको अनुहारमा खुसी ल्याएको छ भने केहीको मनहरू निराश पनि भएको छ। सबैभन्दा पहिले सफल हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छु। र अपेक्षित नतिजा हासिल गर्न नसक्ने विद्यार्थी भाइ बहिनीहरूलाई हार नमान्न, असफलता भनेको अन्त्य होइन, फेरि उठ्ने मौका हो भन्दै हार नमानिकन फेरि पनि आफ्नो अथक मेहनतलाई जारी राख्नुहोस्, पक्कै पनि तपाईँ सफल हुनुहुन्छ भन्ने भनाइ राख्दछु। यो हाम्रो गण्डकी प्रदेशमा सोधिएको प्रश्नको गणितको समाधान लिएर आएको छु। यसमा केही प्रश्नहरू जस्तो प्रश्न नम्बर 2, प्रश्न नम्बर 8 र प्रश्न नम्बर 15 हामीले रेगुलर प्र्याक्टिस गरिरहेको भन्दा फरक किसिमको प्रश्नहरू आएको थियो, जसले गर्दाखेरि पनि त्यहाँबाट आउने मार्क्सहरू नआएको कारणले गर्दाखेरि पनि असफल हुन पुगेको हो। त्यसलाई अब ध्यान दिएर प्र्याक्टिस गर्नुहोस्, तपाईँहरू पक्कै सफल हुनुहुनेछ। लागौँ पहिलो प्रश्नतर्फ। पहिलो प्रश्न समूह पाठको रहेको थियो। कक्षा 10मा अध्ययनरत 200जना विद्यार्थीहरूलाई गणित र अङ्ग्रेजीमध्ये कुन विषय मनपर्छ भनेर सोधिएको छ। 120जनाले गणित, 110जनाले अङ्ग्रेजी मन पराएको छ, 30जनाले कुनै पनि मन पराएका छैनन्। अब यो प्रश्न रहेको छ, कुनै पनि विषय मन नपराउने विद्यार्थीको समूहलाई गणनात्मकता सङ्केता लेख्नुहोस्। दोस्रो प्रश्न भेनचित्रमा प्रस्तुत गर्नुहोस्। तेस्रो चाहिँ एउटा मात्र विषय मन पराउने विद्यार्थीको सङ्ख्या सोधेको छ। अनि डीमा रामले भने दुवै विषय मन पराउने विद्यार्थी सङ्ख्या कुनै पनि विषय मन नपराउने विद्यार्थी सङ्ख्याको दोब्बर भनेको छ। इन्टरसेक्सन चाहिँ युनियनको बारको दोब्बर देखाउनु पर्यो। अब प्रश्नले दिएको व्याख्या गरेर राखेको कुरालाई हामीले सेटको सिम्बोलमा चेन्ज गरौँ। युनिभर्सल यु चाहिँ टोटल नम्बर अफ स्टुडेन्ट 200 रहेको छ। नम्बर अफ म्याथमेटिक्स 120, नम्बर अफ इङ्ग्लिस 110 रहेको छ। दुवै विषय चाहिँ मन पर्दैन भन्नेहरू 30जना रहेको छ। यो एमा सोधेको छ, दुवै विषय मन नपराउने, कुनै पनि विषय मन नपराउनेको गणनात्मकता यस्तो किसिमले लेख्नु पर्यो। नम्बर अफ एम युनियन ईको बार इजिकल टु 30। अब दोस्रो प्रश्न भेनचित्रमा भनेको छ। त्यसको लागि चाहिँ हामीसँग यहाँ इन्टरसेक्सन छैन, इन्टरसेक्सनको भ्यालु छैन, त्यस कारणले एक्स मान्नु पर्यो। यो एउटा रेक्ट्याङ्गुलर बक्स भयो, यसमा एनयु चाहिँ 200 रहेको छ। यो पहिलो सेट रह्यो एनएम, यसको 120 रहेको छ। अनि यो एनई सेट भयो, यो चाहिँ ई सेट भयो, 110 रहेको छ। र दुइटैको साझा चाहिँ हामीले एक्स मानेका छौँ। अब ओन्ली एम भनेको 120बाट एक्स घटाउनु पर्छ भने ओन्ली ईको लागि 110बाट एक्स घटाउनु पर्छ र युनियनको बार चाहिँ 30 रहेको छ। अब यति भइसकेपछि सीमा सोधिएको छ, एक मात्र विषय मन पराउने विद्यार्थीको सङ्ख्या भनेको छ, जसको लागि हामीले एक्सको मान पत्ता लगाएर यो ओन्ली एम र ओन्ली ईको भ्यालु जोड्नुपर्छ। अब यसमा 4वटा पार्टहरू जोड्दा टोटल हुन्छ भन्ने लजिक युज गर्दा 120 माइनस एक्स, एक्स 110 माइनस एक्स र 30 जोड्दाखेरि 200 हुन्छ। यो 120, 110 र 30 जोड्दा 260, एक्स र एक्स कट भयो, माइनस एक्स इज इक्वल टु 200। अब एक्सको भ्यालु चाहिँ 260 माइनस 200 गर्दा 60 भनेको गणित र अङ्ग्रेजी दुवै विषय मनपर्छ भन्नेहरू चाहिँ 60जना रहेछ। अब एक मात्र भनेको ओन्ली एम, यो 120 माइनस एक्समा एक्सको मान 60 राख्नु पर्यो। 120बाट 60 गर्दा 60 हुन्छ, 110बाट 60 गर्दा 50 हुन्छ। त्यो दुईवटा भ्यालुहरू जोड्नु पर्यो, जोड्दाखेरि 110। दुवै अब प्रश्न नम्बर डीमा चाहिँ यो रामको भनाइसँग सहमत हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधेको छ। त्यहाँ चाहिँ दुईटै विषय मन पराउने इन्टरसेक्सन चाहिँ यो बाहिर युनियनको बारको डबल छ भनेको छ। एक्सको भ्यालु 60 छ अनि बाहिर 30 छ। अब 60 भनेको त 30को डबल भइहाल्यो, त्यही भएर म चाहिँ रामको भनाइसँग सहमत छु। प्रश्न 2 यो चक्रीय ब्याजको रहेको छ। एकजना मानिसले व्यापार गर्न भनेर नजिकको आफन्तसँग प्रति वर्ष 10% वार्षिक चक्रीय ब्याज दरमा रु 1,50,000 2 वर्षको लागि ऋण लिएको रहेछ। उक्त मानिसले ब्याज र ऋण केही कम गर्न आफन्तलाई 1 वर्षको अन्त्यमा 85,000 तिरेछन्। 1,50,000 ऋण लिएको रहेछ 10%को दरले। 1 वर्षसम्म चाहिँ पैसा युज गरेपछि 1 वर्षको अन्त्यमा चाहिँ 85,000 रुपियाँ चाहिँ रिटर्न गरेछ।
वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र लेख्नुहोस्। 1 वर्षको अन्त्यमा ऋणमा कति रकम फिर्ता गरेछ भनेको छ। यो 85,000 त पहिलो वर्षको सामा र ब्याज गरेर फिर्ता गरेको उसले गर्न चाहिँ अब सामामा चाहिँ कति घट्यो भनेर सोधेको छ र जम्मा कति रकम तिरेर ऋण चुक्ता गरेछ। चक्रीय ब्याज निकाल्ने सूत्र सोधिएको छ। त्यसको सूत्र चाहिँ CI इज इक्वल टु P लार्ज ब्राकेट स्मल ब्राकेट 1 + R/100 को पावर T - 1। यो वार्षिक भयो। अब कति रकम फिर्ता गरेछन् भनेको छ। सामा 1,50,000, ब्याज दर 10%। 2 वर्षको लागि ऋण लिएर गएको भए पनि पहिलो 1 वर्षमै उसले केही रकम घटाएको छ, 85,000 घटाएको छ। त्यही भएर समय चाहिँ हामी चाहिँ अब 1 युज गर्छौँ। सूत्र अघिकै माथि के भइहाल्यो, P को भ्यालु 1,50,000, रेट 10 टाइम 1। यसलाई क्यालकुलेट गर्दाखेरि 15,000 भयो। भनेपछि पहिलो वर्षमा 15,000 त ब्याज भएछ, उसले 85,000 तिरेको रहेछ। अब उसले चाहिँ फिर्ता गरेको ऋणमा चाहिँ कति रुपियाँ घटायो त भन्दा 70,000 चाहिँ ऋण घटायो, किनकि 15,000 त उसको ब्याज नै थियो। अब दोस्रो प्रश्नमा उसले 2 वर्षमा कति रकम तिरेर चुक्ता गर्यो भनेको छ। अब 1,50,000 चाहिँ उसले सामा भनौँ ऋण लिएर गएको हो, 70,000 त घटायो उसले। अब बाँकी बसेको दोस्रो वर्षको लागि चाहिँ बाँकी सामा चाहिँ 80,000 हो। समय अब 1 वर्ष बाँकी छ। त्यसको चक्रीय मिश्र धन पत्ता लगाइदिउँ। P1 + R/100 को पावर T गरेर 80,000 अनि R को भ्यालु 10। यो गर्दाखेरि कति भयो त भन्दा 88,000 भयो। अब पहिलो वर्ष उसले 85,000 तिरिहाल्यो, दोस्रो वर्ष अब 88,000 तिरेपछि चाहिँ उसको चाहिँ रकम चाहिँ ऋण चाहिँ चुक्ता हुन्छ। भनेपछि 2 वर्षमा उसले 1,73,000 तिर्नुपर्ने रहेछ, तिरेछन् भनौँ। अब प्रश्न नम्बर 3, एकजना बस व्यवसायीले 20 लाखमा एउटा बस किनेर चलाउँदा 3 वर्षमा 7,43,124 कमाए। 8% को दरले बसको मूल्य मिश्र रास भएछ। मिश्र रासलाई परिभाषित गर्नुहोस्। 3 वर्षपछि उक्त बसको बिक्री मूल्य कति हुन्छ र कारोबारमा समग्र कारोबारमा नाफा नोक्सान के कति भयो भनेको छ। कुनै पनि वस्तुको मूल्य निश्चित दरले समयअनुसार लगातार घट्दै जाने प्रक्रियालाई मिश्र रास भनिन्छ। बसको सुरुको मूल्य 20 लाख रहेको छ, रास 8% को दरले, 3 वर्ष भनेको छ टाइम। आम्दानी चाहिँ 7,43,124 गरेको छ। अब मिश्र रास भइरहेको छ, त्यही भएर 1 - R/100 को पावर T अगाडि P छ। यो P3 राख्नु पर्यो। P भनेको 20 लाख, T भनेको 3, R भनेको 8। यो हेर्दाखेरि चाहिँ 15,57,000मा बस बेचेछ। अब 3 वर्षको आम्दानी र 3 वर्षपछि बसको मूल्य जोड्दाखेरि कति भयो त भन्दा 15,57,377 बसको मूल्य भयो। 7,43,124 चाहिँ उसको आम्दानी भयो। यो दुईवटा जोड्दा 23,500,000 भयो। उसले बस किन्दा लगानी गरेको 20 लाख, उसले अहिले 3 वर्षपछि चाहिँ उसँग भएको छ 23,500,000। त्यही भएर नाफा भएको छ। नाफा कति भएको छ त भन्दा 3,500,000 भएको छ र यसलाई प्रतिशतमा लिएर जाँदाखेरि अपन 20 लाख × 100% गर्दा 15.02% चाहिँ उसलाई नाफा भएको छ। प्रश्न नम्बर 4, एकजना विद्यार्थीले उच्च अध्ययनको लागि अमेरिका जान नेपाली रुपियाँ 13 लाख बराबरको अमेरिकन डलर साटेछन्। उक्त दिनको मुद्रा विनिमय दर अनुसार 1 अमेरिकी डलरको बिक्री दर 143.75 र खरिद दर 143.15 रहेको छ। उक्त विद्यार्थीले नेहरू 13 लाखको कति अमेरिकन डलर साटेछन्। स्वास्थ्य समस्याको कारण उक्त विद्यार्थी अमेरिका जान नसकेकाले केही समयपछि आफूसँग भएको अमेरिकन डलरलाई नेपाली रुपियाँमा साट्न गए। जुन दिन नेपाली मुद्रा 0.5%ले अधिमूल्यन भएको थियो, सो दिन उक्त विद्यार्थीले कति नेपाली रुपियाँ पाउँछन्। मुद्रा सटैमा उक्त विद्यार्थीलाई लाभ हानि के भयो भनेर भनेको छ र कारण पनि सोधेको छ। विद्यार्थीसँग भएको रकम चाहिँ 13 लाख रुपियाँ, बिक्री दर चाहिँ 143.75 छ। डलर लानको लागि चाहिँ नेपाली मुद्रालाई विदेशी मुद्रा लानको लागि चाहिँ बिक्री दरले भाग गर्नुपर्छ। बिक्री दरले भाग गर्दाखेरि कति हुन्छ त 9,043.48 डलर। अब प्रश्न नम्बर खमा 0.5%ले नेपाली मुद्रा अधिमूल्यन भएको छ। त्यो भनेको माइनस गर्नु पर्यो। अब हामीले रिभ्यालुएट भएको छ, नेपाली मुद्रा स्ट्रङ भएको छ। अब 1 डलरको लागि चाहिँ अब 143.15 भन्दा कम तिर्नु पर्यो। कति तिर्नु पर्यो त भन्दा 142.43
तिर्नु पर्यो। अब उसँग त अहिले त $9,043.48 रहेको छ। त्यो डलरलाई नेरुमा बदल्दा खरिद दरले गुणन गर्नु पर्यो। खरिद दरले गुणन गर्दा 12,88,062 रुपियाँ 86 पैसा रहेको छ। सुरुमा उसँग 13 लाख रुपियाँ थियो भनेपछि त यो कारोबारमा त उसलाई त घाटा भएको छ, नोक्सान भएको छ। किन नोक्सान भएको छ त भन्दा नेपाली मुद्रा अधिमूल्यन भएको छ 0.5%ले। त्यस कारणले गर्दा उसलाई हानि भएको छ, घाटा भएको छ। प्रश्न नम्बर 5, वर्गाकार आधार भएको एउटा पिरामिडको आधारको भुजाको लम्बाइ 24 सेमी र उचाइ 9 सेमी छन्। आयतन निकाल्ने सूत्र लेख्नुहोस् भनेको सोधेको छ पहिलो प्रश्न। आयतन पत्ता लगाउनुहोस्। सो पिरामिडको त्रिभुजाकार सतहहरूको त्रिभुजाकार सतह भनेपछि ल्याटरल सर्फेस एरिया चाहिँ हामीलाई चाहिएको छ। आधारहरूको लम्बाइ चाहिँ ए 24 छ, उचाइ h = 9 सेमी छ, सेन्टिमिटर। आयतन पत्ता लगाउने सूत्र 1/3 a² हो। क्यापिटल AH लेख्न पनि पाइयो। यसमा लगेर मान राखौँ। ए भनेको 24, h भनेको 9, योलाई क्यालकुलेट गर्दा 1728 सेन्टिमिटर क्युब। अब LSA को सूत्र 2AL हो, त्यसको लागि L चाहियो। L निकाल्नको लागि h² + a/2 को होल स्क्वायर को रुट गर्नु पर्यो, नभए L² राखेर पछि अन्तिममा रुट गर्न पनि पाइयो। हाइट कति छ त 9, अनि a/2 भनेको 12 को स्क्वायर, यो जोड्दा 225, रुट गर्दा 15 भयो। अब LSA ल्याटरल सर्फेस एरिया 2AL, 2A भनेको 24, स्ल्यान्ट हाइट चाहिँ 15 रहेको छ, 15 रहेको छ, मल्टिप्लाई गर्दा 720 सेन्टिमिटर स्क्वायर। यो माथि सोली तल अर्धगोला मिसिएर बनेको एउटा चित्र दिएको छ। पुरै हाइट चाहिँ 31 छ अनि अर्धव्यास चाहिँ 7 cm रहेको छ। R, H र L को सम्बन्ध लेख्नुहोस्। वक्र सतहको क्षेत्रफल सोली भागको आयतन अर्धगोलाकार भागको आयतन भन्दा कति कम वा बढी छ गणना गरी तुलना गर्नुहोस् भनेको छ। 7 दिएको छ अर्धव्यास। अनि सोलीको मात्रै उचाइ चाहिँ कति हो त? यो पुरैको उचाइ चाहिँ 31 छ। अब यो अर्धगोलाको उचाइ भनौँ, अर्धव्यास भनौँ 7 हो। 31 बाट 7 गर्दा 24 भयो। अब L, H र R को रिलेसन चाहिँ L² = R² + H² हो। स्ल्यान्ट हाइट स्क्वायर = रेडियस स्क्वायर + हाइटको स्क्वायर। यो चाहिँ सोलीको हो। सोली भागको वक्र सतहको क्षेत्रफल चाहियो हामीलाई। सोली भागको त्यसको लागि चाहिँ हामीसँग R छ, H छ, तर L छैन, πRL हो। L चाहियो। R भनेको 7, H भनेको 24, यो गर्दाखेरि कति आउँछ 25 आउने भयो। छड्के उचाइ चाहिँ 25 रहेछ। अब वक्र सतहको क्षेत्रफल πRL हो। पाई भने 22/7, R भनेको 7, L भनेको 25 भयो, 550 सेन्टिमिटर स्क्वायर। सोली भागको आयतन अर्धगोलाकार भागको आयतनभन्दा कति कम वा बढी भनेको छ। सोली भागको आयतन सोली भागको भनेको 1/3 πr² हो। बेलनाको आयतनको 1/3 हुने हो। 1/3 पाई भनेको 22/7, R भनेको 7 को स्क्वायर र 24 भयो। यसलाई हिसाब गर्दा 1232 सेन्टिमिटर क्युब। त्यसै गरी अर्धगोला भागको आयतन भनेको चाहिँ अर्धगोला तलको भागको हो। यो गोलाको 4/3 πr³ हो, अर्धगोलाको 2/3 πr³ भयो। यसमा पाईको भ्यालु 22/7 र 7 को क्युब गर्दाखेरि 718.67 सेन्टिमिटर क्युब भयो। सोली भागको आयतन चाहिँ कति घटी बढी हुनेछ? बढी रहेछ। यो 718 भन्दा बढी रहेछ। 513.33 सेन्टिमिटर क्युबले बढी छ सोली भागको आयतन। अब अर्को प्रश्न, यो प्रश्न पनि हाम्रो अब 9 क्लासै भएको हो, तर प्र्याक्टिस चाहिँ त्यति गरिरहेको थिएन। यो पनि सोधेछ। यो पार्किङ गर्ने ठाउँ छ। यो रोम्बस समलम्ब रोम्बस होइन, यो ट्र्यापेजियम हो। समलम्ब चतुर्भुज, प्यारलल लाइनहरू चाहिँ 20 र 38 दिएको छ, हाइट चाहिँ 24 दिएको छ। अब यसको क्षेत्रफल चाहियो अनि कस्ट कति लाग्छ भनेर सोधेको छ सम्झाउन। अब यसको भनेको हाफ समान्तराल भुजाहरूको योगफल इन्टु उचाइ हो क्षेत्रफल। हाइट दिएको छ 24, अघि मैले भनिहालेँ। P1 र P2, अब प्यारलल लाइन 1 चाहिँ 20 छ, प्यारलल समानान्तर भुजा दोस्रो चाहिँ 38 रहेको छ। P1 र P2 नाम राखिदिएँ मैले। र यसको फर्मुला चाहिँ के हो भन्दा हाफ समानान्तर भुजाहरूको योगफल इन्टु उचाइ हो। अब यहाँ 20 र 38 जोड्नु पर्यो र 24 ले मल्टिप्लाई गरेर 2 ले भाग गर्नु पर्यो। भाग गर्दाखेरि चाहिँ 696 स्क्वायर फिट। अब कस्ट चाहिएको छ। 100 वर्ग फिटको चाहिँ 2500 लाग्यो भनेपछि 1 वर्ग फिटको चाहिँ कति लाग्ने भयो त?
₹25 लाग्ने भयो। अनि एरिया कति छ त 696 696 छ। टोटल कस्ट निकाल्नको लागि एरिया र रेट मल्टिप्लाई गर्ने हो। त्यो मल्टिप्लाई गर्दाखेरि ₹17,400 लाग्दो रहेछ। प्रश्न नम्बर 8, एकजना कर्मचारीको हालको मासिक तलब ₹45,000 छ। प्रत्येक वर्ष उसको ग्रेड रकम 1500 मासिक तलबमा थपिँदै जान्छ। माथिको सन्दर्भबाट बन्ने अनुक्रमको नाम लेख्नुहोस्। यही दरले बढ्दै जाने हो भने 4 वर्षपछि उसको जम्मा आम्दानी कति हुन्छ भनेको छ। यहाँ वर्ष भनेको छ, यहाँ माथि चाहिँ मासिक तलब दिएको छ। यही दरले बढ्दै जाँदा कति वर्षमा उसको जम्मा आम्दानी 35,10,000 हुन्छ पत्ता लगाउनुहोस्। अब 4 वर्षको तलब सोध्यो अनि मासिक रूपमा बढ्दै जाने 1500ले हैन, अनि मासिक तलब नै दिएको छ। अब 4 वर्षपछिको सोधे भएर हामी चाहिँ वार्षिक रूपमा लिएर जाउँ। 45,000 छ महिनाको तलब। अब 12ले मल्टिप्लाई गर्नु पर्यो। फेरि यो 1500 चाहिँ मासिक रूपमा बढ्दै जाने चाहिँ होइन। ग्रेड रकम 1500 मासिक तलबमा थपिँदै जान्छ भनेको छ। 1 वर्ष कटेपछि 1500 थपिन्छ। 5,40,000 भयो। अब वार्षिक ग्रेड समान अन्तर चाहिँ 1500 × 12 गर्दा 18,000। पहिलो वर्ष जति हुन्छ तलब वर्षभरिको त्यसमा 18,000 प्लस हुन्छ हैन। 1500 गर्दा 12 महिनाको जोड्दाखेरि 18,000 चाहिँ 1 वर्षमा प्लस हुन्छ। अब यो त जोडिँदै थपिँदै जाने हो, यो त गुणा हुँदै जाने होइन। त्यस कारणले गर्दा यो त अङ्कगणितीय अनुक्रम भयो। 4 वर्षसम्मको जम्मा आम्दानी भनेको छ, त्यही भएर सम निकाल्नु पर्यो S4। अब यो अङ्कगणितीय अनुक्रम भएर SN को सूत्र चाहिँ n/2 2a + n-1d हुन्छ। अनि n भनेको 4 वर्ष छ, 4 का तल 2, 2 को 2, अनि यो a भनेको पहिलो वर्षको तलब 5,40,000 अनि 4 - 1 × 18,000 भयो। अब 5,40,000 लाई 2 ले मल्टिप्लाई गर्दा 10,80,000, यता 4 बाट 1 गर्दा 3 भयो, 18 तिया 54 भयो। यो जोड्दाखेरि 11,34,000 × 2 गर्दाखेरि 22,68,000 हुँदो रहेछ। अब यही दरले बढ्दै जाँदा कति वर्षमा 35,10,000 हुन्छ भनेको छ। अब त्यो चाहिँ पत्ता लगाउनु पर्यो। जम्मा आम्दानी चाहिँ 35,10,000 दिएको छ। सूत्र यही अघिकै प्रयोग गर्ने हो। त्यहाँनिर यान बाहेक अरू सबैको भ्यालु त त्यही नै रह्यो। अब यो मल्टिप्लाई गर्दा 10,80,000, यो यान र 18,000 मल्टिप्लाई गर्दा 18,000 यान र 18,000 र 1 मल्टिप्लाई गर्दा 18,000 भयो। अनि यो 2 ले यता मल्टिप्लाई गर्दा 70,20,000 भयो। अब यहाँ 10,80,000 बाट 18,000 घट्दा 10,65,000 भयो। यहाँ यान मात्र रह्यो, यता 18,000 यान रह्यो, जस्ताको तस्तै छ। अब यो यानले भित्र मल्टिप्लाई गरिदिएको। अब यानले मल्टिप्लाई गर्दा यस्तो भएको छ। अब यहाँनिर सबैलाई चाहिँ 18,000 ले भाग गरिदिउँ। भाग गर्दाखेरि अलिक सानो बन्छ, फ्याक्टराइज गर्न सजिलो हुन्छ। n² यो 18,000 ले भाग गर्दा n² मात्र बाँकी बस्यो। अनि यो 10,65,000 लाई 18,000 ले भाग गर्दा 59, 70,20,000 लाई 18,000 ले भाग गर्दा 390 भयो। 65 छक्का 65 र 6 मल्टिप्लाई गर्दा 390, 65 बाट 6 घट्दाखेरि 59 भयो। अब यो दुईटामा यान साझा आयो, पछाडिको दुईटामा 6 साझा आयो। अनि एउटा n + 65 भयो, अर्को n - 6 भयो। 6 हुने भयो, -65 हुन सक्दैन। त्यसैले चाहिँ अब यहाँनिर कति वर्षपछि उसको तलब चाहिँ जम्मा आम्दानी चाहिँ 35,10,000 हुन्छ भनेको थियो। 6 वर्षमा हुँदो रहेछ। अब यसरी यो क्वाड्रेटिक इक्वेसन बनाएर गर्न सक्यो भने सकिहाल्यो, नसक्यो भने अब ट्रायल एन्ड एरर गरे पनि भयो हैन। त्यसरी पनि गर्न सकिन्छ। जस्तो पहिलो वर्षको आम्दानी कति हुँदो रहेछ त 5,40,000 हुँदो रहेछ। अघि 12 ले मल्टिप्लाई गर्दा आएको थियो। अब त्यसमा 18,000 थपिदिने हो। दोस्रो वर्ष उसको 5,58,000 हुन्छ। फेरि 18,000 थपिदिने। तेस्रो वर्षमा चाहिँ उसको तेस्रो वर्षको मात्रै चाहिँ 5,76,000 हुन्छ। चौथो वर्षमा फेरि यो तेस्रो वर्षभरिको तलबमा 18,000 जोड्दा 5,94,000 भयो। फेरि 18,000 जोड्दा 6,12,000 भयो। फेरि 18,000 जोड्दा 6,30,000 भयो। पहिलो वर्षसम्मको आम्दानी 5,40,000 भयो। अनि पहिलो वर्ष र दोस्रो वर्षको जोड्दाखेरि 10,98,000 भयो। हामीलाई पुग्नु पर्ने त कति छ त 35,10,000 छ। त्यो फल्स भयो, पुगेन। अब
दोस्रो वर्षसम्म, अब यो पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्षको वर्षकै तलब जोडौँ, 16 लाख भयो, फेरि 35 लाख पुगेन। 4वटा वर्षहरूको तलब जोडौँ, 22 लाख भयो, पुगेन। 5वटा वर्षहरूको तलब जोडौँ, 28,80,000 भयो, पुगेन। अब यो 6वटा वर्षहरूको तलब जोडौँ त 35,10,000 भयो। यो त ट्रु भयो, प्रश्नले खोजेको जस्तै भयो। त्यही भएर कति वर्षमा चाहिँ ट्रु आइपुग्यो त? 6औँ वर्षमा चाहिँ ट्रु आइपुग्यो। त्यही भएर 6 वर्षमा चाहिँ उसको आम्दानी चाहिँ 35,10,000 हुन्छ भनेर पनि यसरी पनि गर्न सकिने भयो होइन। यो ट्रायल एन्ड इरर लगाउन सक्ने भयो। आफूले यो व्यावहारिक तरिकाले बुझेर गर्ने हो भने चाहिँ यो गर्न सकिन्छ। अब अर्को प्रश्न 9 रहेको छ, क्वाड्रेटिक इक्वेसनकै रहेको छ। दाइ र भाइको हालको उमेरको योगफल 28 वर्ष छ अनि उमेरको सङ्ख्यात्मक गुणनफल चाहिँ 187 छ। वर्ग समीकरण एक्स स्क्वायर प्लस बिएक्स प्लस सी इजिकल टु 0मा एक्सको मान निकाल्ने सूत्र लेख्नुहोस्। तिनीहरूको हालको उमेर पत्ता लगाउनुहोस्। कति वर्षपछि उनीहरूको गुणनफल, उमेरको गुणनफल 247 हुन्छ। अब वर्ग समीकरणको मूल पत्ता लगाउने सूत्र, एक्सको मान पत्ता लगाउने सूत्र चाहिँ -b प्लस माइनस रुट अन्डर b स्क्वायर माइनस 4ac अपन 2a हो। दाइको उमेर एक्स वर्ष मानौँ, भाइको उमेर वाइ वर्ष मानौँ। केस आईले के भनेको छ त भन्दा ती दाजु र भाइको उमेरको योगफल 28 भनेको छ। एक्स प्लस वाइ इजिकल टु 28, वाइ इजिकल टु 28 माइनस एक्स भयो। दोस्रो केसमा चाहिँ गुणनफल चाहिँ 187 भनेको भएर एक्स इन्टु वाइ इजिकल टु 187। अब वाइको मान लगेर यहाँ राख्दा एक्स इन्टु वाइको मान 28 माइनस एक्स इजिकल टु 187 मल्टिप्लाई गरौँ। 28 र एक्स 28 एक्स, एक्स र एक्स एक्स स्क्वायर इजिकल टु 187। सबैलाई पछाडि लिएर जाउँ, एक्स स्क्वायर भयो प्लसमा, अनि 28 एक्स चाहिँ माइनसमा रह्यो, अनि 187 छँदैछ। मल्टिप्लाई गर्दा 187 र एड गर्दा 28, त्यो चाहिँ 17 र 11 भयो। अब अगाडि दुईटामा एक्स कमन आयो, पछाडि दुईटामा 11 कमन आयो, माइनस पनि कमन आयो। यसरी हेर्दा चाहिँ एउटा एक्सको भ्यालु चाहिँ 17 हुने भयो, अर्को चाहिँ एक्सको भ्यालु चाहिँ 11 भयो। दाइको उमेर चाहिँ 17 वर्ष हुने भयो, भाइको उमेर चाहिँ 28बाट 17 गर्दा 11 वर्ष भयो। अब कति वर्षपछि उनीहरूको उमेरको गुणनफल 247 हुन्छ भनेको छ। मानौँ टी वर्षपछि चाहिँ 247 हुन्छ। अब अहिले 17 वर्ष भएको दाइ टी वर्षपछि 17 प्लस टी र भाइ 11 वर्षको छ अहिले, टी वर्षपछि 11 प्लस टी हुने भयो। अब यसलाई मल्टिप्लाई गर्दा 17 र 11 187, 17 र टी 17t, टी र 11 11t, टी र टी स्क्वायर यति हुने भयो। 17 र 11 एड गर्दा 28, 187बाट 247 माइनस गर्दा 60 भयो। 32 जा 60, 30बाट 2 गर्दा 28 भयो। यसरी हेर्दाखेरि चाहिँ टीको भ्यालु चाहिँ 2 हुने भयो। 2 वर्षपछि चाहिँ उनीहरूको उमेरको गुणनफल 247 हुन्छ। अब यसरी क्वाड्रेटिक बनाएर गर्न सक्यो भने सकिहाल्यो, नभए ट्रायल एन्ड इरर पनि गर्न सकिन्छ। जस्तो दाइ अहिले कति वर्ष छ? 17 वर्षको छ, भाइ 11 वर्षको छ। 1 वर्षपछि 18 वर्षको हुन्छ दाइ, भाइ चाहिँ 12 वर्षको हुन्छ। मल्टिप्लाई गर्दा 216 भयो, 247 भएन, फल्स भयो। 2 वर्षपछि चेक गरौँ। अहिले 17 वर्ष भएको दाइ 2 वर्षपछि 19 वर्षको हुन्छ। 11 वर्ष भएको भाइ 2 वर्षपछि 13 वर्षको हुन्छ। मल्टिप्लाई गर्दा 247 भयो। भनेपछि त कहिले चाहिँ 247 पुग्दो रहेछ त भन्दा 2 वर्षपछि चाहिँ उनीहरूको उमेरको गुणनफल चाहिँ 247 हुँदो रहेछ। अब सरल गर्नुहोस् भनेको छ। 1/m प्लस n माइनस 1/m माइनस n छ र अर्को चाहिँ हल गर्नुहोस् भनेको छ। पहिलो प्रश्न हेरौँ। अब यसलाई लसलिने हो। यो m माइनस nले 1लाई मल्टिप्लाई गर्नु पऱ्यो, m प्लस nले यताको 1लाई मल्टिप्लाई गर्नु पऱ्यो, तर बिचमा माइनस भावेर ब्राकेट राख्नु पऱ्यो। अब ब्राकेटले खोल्दा यस्तो भयो, अनि m र m काटिहाल्यो, -2n/m स्क्वायर माइनस n स्क्वायर। अब यता चाहिँ 3y प्लस 1 प्लस 3y इजिकल टु 36 रहेको छ। अब यसलाई यो पावरमा एड छ भने यसलाई चाहिँ मल्टिप्लाई गरेर ब्रेक गर्न मिल्यो। अब यो दुईटामा 3y कमन आयो, 3 + 1 इजिकल टु 36। अब 3y इन्टु 4 इजिकल टु 36, 36लाई 4ले डिभाइड गर्दा 9, अनि 9 भनेको 3/2 हो, त्यो भनेको yको भ्यालु 2 भयो। अब धेरैजना चाहिँ कसरी झुकिरहेको देखियो त कपीमा हेर्दा भन्दा 3y लाई चाहिँ ए लेट गरेको छ, ए लेट गर्न पनि पायो, नपाउने होइन। उनीहरूले चाहिँ स्क्वायरमा जान्छ भन्ने सोचे, उनीहरूले चाहिँ क्वाड्रेटिक बन्छ भन्ने सोचे, त्यही भएर यो चाहिँ धेरैले बिगारेको छ यो चाहिँ। प्रश्न नम्बर 11, दिएको चित्रमा, यहाँ चित्र हेरौँ पहिला। दिएको चित्रमा
एनई प्यारलल एडब्लु, एएन प्यारलल एमई, एएनएमई, एसएन प्यारलल डब्लुई छन्। अब यो प्रश्न पनि हाम्रो के गरिदियो त भन्दा यो बेस चाहिँ माथि राखेर दिएको छ, त्यस कारणले धेरैजना झुकिएको छ। बेस अब हाइट त आफैले कन्स्ट्रक्ट गरेको छ, तर बेस चाहिँ धेरैले चाहिँ एडब्लु लेखेको छ, एनई छ माथितिर छ। समानान्तर चतुर्भुज एनइडब्लुएस र त्रिभुज एनडब्लुएस, एनइडब्लुएस र एनडब्लुएस यो ट्रायङ्गल र यो क्वाड्रिलेटरल प्यारालेलोग्रामको रिलेसन लेख भनेको छ। अब त्यो चाहिँ सचले यो एनडब्लु भन्ने चाहिँ यो विकर्ण भयो सचको, त्यसले आधा गर्छ, त्यस कारणले गर्दा एनडब्लुएस चाहिँ एनइडब्लुएसको हाफ हो अथवा ट्रायङ्गलको चाहिँ डबल हो। क्षेत्रफल बराबर हुन्छ एनएएमईको र एनएएमईको र एनइडब्लुएसको भनेको छ। त्यसको लागि चाहिँ अब थाहा दिएको त्यही माथिकै थाहा दिएको लेखेँ मैले, प्रमाणित गर्नुपर्ने यो दुईवटा सचको एरिया इक्वल भनेर। त्यसको लागि हामीले हाइट खिच्यौँ पिक्यू, यसरी चाहिँ हामीले हाइट पिक्यू खिच्यौँ। अब यसको प्रमाण तथ्य कारणहरू, एनएएमईको क्षेत्रफल चाहिँ एनई इन्टु पिक्यू भयो। एनएएमईको क्षेत्रफल एनई अपन पिक्यू, किनभने यो माथिको यो एनई चाहिँ बेस भएको छ, पिक्यू चाहिँ हाइट भएको छ। सचको क्षेत्रफलको सूत्र आधार इन्टु उचाइ हो, आधार चाहिँ एनई हो, उचाइ चाहिँ पिक्यू हो। त्यसै गरी त्यही बेसमा टेकेर त्यति नै हाइट भएको अर्को एनइडब्लुएस पनि छ, त्यही भएर एनई इन्टु पिक्यू भयो। कारण एक जस्तै हो त्यो चाहिँ। यसरी हेर्दा त के भयो त भन्दा एनएएमई र एनइडब्लुएसको क्षेत्रफल त बराबर रहेछ, त्यो चाहिँ तथ्य 1 र 2बाट यसरी चाहिँ प्रमाणित गर्न सकिन्छ। अब प्रश्न नम्बर सीमा जाउँ। एएमको मध्यबिन्दु यास भयो, प्रमाणित गर्नुहोस् भनेको छ। थाहा दिएको त्यही अघिकै प्यारलल लाइनहरू भयो, अर्को थाहा दिएको चाहिँ एएमको मध्यबिन्दु यास हो, ए र एमको मिड पोइन्ट चाहिँ यास हो अरे, त्यस्तो प्रकारको छ। अब एएनएस चाहिँ एनइडब्लुएसको क्वार्टर 1/4 हुनुपर्ने चाहिँ प्रुभ गरेर देखाउनु पर्ने छ। एनइडब्लुएसको 1/4। त्यसको लागि एन र एम जोइन गरौँ, एन र एम जोइन यसरी गऱ्यौँ। अब यसरी जोइन गरेपछि त यो एनएएम भन्ने ट्रायङ्गलको एनएस त मध्यिका भयो, मेडियन भयो होइन, त्यहीबाटै सुरु गरिएको छ यो चाहिँ। एएनएस इज इक्वल टु एमएएनको हाफ। एएनएस भनेको एमएएनको हाफ हो, किनकि एनएस त मध्यिका हो। अनि एमएएन भनेको हाफ अफ एनएएमई हो, एमएएन भनेको त एनएएमईको हाफ हो, किन भन्दा एनएम भनेको त विकर्ण हो, विकर्णले त आधा गरिदिइहाल्छ होइन। त्यस कारणले गर्दा फेरि अर्को के हो त भन्दा एनएएमई भनेको र एनइडब्लुएस त इक्वल पनि हो, त्यो दुईवटा सच त इक्वल हो, किनभने यो अघि भर्खर हामीले प्रुभै गऱ्यो, त्यो त एउटै बेस एनईमा टेकेर उही प्यारलल लाइन एनई र एडब्लुको बिचमा रहेको छ। यसरी हेर्दा त के भयो त भन्दा एएनएस भनेको त हाफ अफ एमएएन हो, एमएएन भनेको त एनएएमईको हाफ हो, एनएएमई र एनइडब्लुएस त बराबर हो, एनएएमईको ठाउँमा एनइडब्लुएस लेख्न पाइयो, 1/2 1/2 1/4 भयो। यसरी चाहिँ एनइडब्लुएसको 1/4 चाहिँ एएनएस हुन्छ। यसो ध्यान दिएर हेर्नुहोस्, यो बुझ्न चाहिँ है। ल अब अर्को एउटा वृत्त दिएको छ, त्यसमा चाहिँ पिएआरएम चाहिँ चक्री चतुर्भुज छ, पिएआरएम। अब पिएआर र पिएमआर, पिएआर र पिएमआरको रिलेसन लेख्नुहोस् भनेको छ। चक्री चतुर्भुजको सम्मुख कोण हो होइन, एक्सको मान पत्ता लगाउनुहोस्, यो परिधिको कोण, यो केन्द्रीय कोण हो, त्यो रिलेसन लगाउनु पर्यो। अनि के अरे यो प्रयोगात्मक परीक्षण त चक्री चतुर्भुजको सम्मुख कोणको योगफल 180। ठ्याक्कै हाम्रो यहाँ पनि त्यस्तै सोधेको छ होइन। चक्री चतुर्भुजको सम्मुख कोणहरूको रिलेसन के हो भनेको छ, परिपूरक हुन्छन् भन्न पनि पाइयो, एड गर्दा 180 हुन्छ। अब यो 58 छ, यो एक्स छ, यो एक्स भने त 58को डबल हुन परिहाल्यो, अरू कुरा केही छैन। यो चाहिँ अब प्रयोगात्मक परीक्षण भयो, चक्री चतुर्भुजको सम्मुख कोण जोड्दा 180 देखाउनु पर्यो। अब हाम्रो पिएआरएम भन्ने चाहिँ बनाउनु पर्यो। यो सर्कल भयो, सर्कलमा यो चाहिँ साइक्लिक क्वाड्रिलेटरल पिएआरएम यस्तो भयो, यो चित्र नम्बर 1 भयो। अर्को पनि सर्कल छ, यसमा पनि पिएआरएम यस्तो प्रकारको चाहिँ हाम्रो यो चित्र नम्बर 2 भयो। अब हामीलाई चाहिएको एपिएम र एआरएमको एङ्गल हो, एपिएम र एआरएम, एपिएम एआरएम यिनीहरूको भ्यालु चाहिँ यहाँ तलको तालिका छ।
यहाँ चाहिँ एपिएम 120 आयो, एआरएम 60 आयो, यहाँ 90-90 हुने खालकै बनाइएको छ र एड गर्दा 180 भयो। यसरी चाहिँ चक्रे चतुर्भुज पिएआरएममा एङ्गल एपिएम र एआरएम जोड्दा 180 हुन्छ। अब यो चाहिँ कन्स्ट्रक्सन रहेछ। चतुर्भुज पिक्युआरएसमा पिक्यु इज इक्वल टु 5 cm, क्युआर इज इक्वल टु 5.5, आरएस इज इक्वल टु 5.7, पिआर इज इक्वल टु 7.1, पिएस इज इक्वल टु 6.1 दिएको छ। चक्रे चतुर्भुज पिक्युआरएसको रचना गर्नुहोस्, यसको क्षेत्रफलसँग बराबर हुने गरी एउटा त्रिभुजको पनि रचना गर्नुहोस् भनिएको छ। अब यस रचनामा सबैभन्दा पहिला 5 cm को एउटा लाइन ड्र गरौँ, नाम चाहिँ पी र क्यू राखौँ। यसको लेन्थ चाहिँ 5 cm रहेको छ। अब 5.5 मेजर गरौँ, क्यूमा राखेर माथितिर आर फेला पार्नको लागि चाहिँ कट गरेर राखौँ। अब पिआर चाहिँ 7.1 दिएको छ, 7.1 मेजर गरौँ। त्यसपछि पीमा राखेर अघि क्यूबाट काटेको ठाउँमा इन्टरसेक्ट गरिदिउँ, त्यो पोइन्ट चाहिँ हुन्छ आर। क्यू र आरलाई जोइन गरिदिउँ। अब यास फेला पार्नुपर्ने हुन्छ हामीले। पिएस चाहिँ 6.1 दिएको छ, आरएस चाहिँ 5.7, 5.7 मेजर गरौँ अनि आरबाट यतापट्टि चाहिँ कट गरिदिउँ। त्यसपछि अब पिएस हाम्रो अन्तिम मेजरमेन्ट छ, त्यो 6.1 रहेको छ, 6.1। अब यो मेजरमेन्टले पीमा राखेर माथि काट्दिउँ, त्यसको चाहिँ इन्टरसेक्टिङ पोइन्टको नाम हुन्छ यास हो। त्यो पी र यास जोडौँ, आर र यास पनि जोडौँ। सुरुको हाम्रो चाहिँ सुरुको यो यास चाहिँ बन्यो। सुरुमा हामीलाई क्वाड्रिलेटरल बना भनेर भनेको थियो। अब यसको क्षेत्रफलसँग बराबर हुने अर्को एउटा त्रिभुज बनाउनु पर्ने छ। अब फर्दर ट्रायङ्गलको लागि पहिला चाहिँ मेन डायगोनल एसक्यू जोइन गरौँ। त्यसपछि अब एङ्गल कपी गर्नु पर्यो। यो एसक्यूआर एङ्गललाई चाहिँ कपी गरेर आरबाट पनि त्यो आर्क खिच्दिउँ आरबाट। यो चाहिँ जति चाहिँ यसको डिफ्रेन्स छ, यो डिफ्रेन्स चाहिँ त्यति नै डिफ्रेन्सले अब अघि बनाएको आर्कमा यहाँनिर राखेर यतापट्टि राखेर इन्टरसेक्ट गरिदिउँ। अब आर र त्यो पोइन्टलाई जोइन गरिदिउँ। त्यसपछि यो तलको पिक्यूलाई पनि अलि लामो बनाइदिउँ, यहाँनिर राखेर अब यसलाई लम्ब्याइदिउँ। नयाँ काटिएको ठाउँ हामीलाई चाहिएको पोइन्ट हो, दुईवटा लाइनहरू काटिएको छ, त्यहाँ चाहिँ यास र यो नयाँ पोइन्टलाई जोइन गरिदिउँ र यसको नाम मैले एम राखेँ। अब पिएसएममा छाया पारौँ। यो पिएसएम छाया पारिएको नै यो चाहिँ हाम्रो चाहिँ आवश्यक त्रिभुज हो। अब प्रश्न नम्बर बीमा माथिको रचनाबाट चतुर्भुज पिक्युआरएसको क्षेत्रफल र त्रिभुजको क्षेत्रफल बराबर हुनुको कारण दिनुहोस् भनेको छ। सुरुमा बनाएको पिक्युआरएस छ, पछि बनेको चाहिँ यो छाया पारिएको पिएसएम छ। किन बराबर भएको त भन्दा यो यास आर क्यू र यास क्यू याम चाहिँ इक्वल भएको कारणले गर्दा। त्यो किन इक्वल भएको त भन्दा यास क्यू सेम बेस छ, बिट्विन सेम प्यारलल लाइन आरएम र यास क्यूको बिचमा छ, त्यस कारणले गर्दा हो हैन। अब यो तलको त्रिभुज त दुईटैको लागि कमन भयो। माथिको यो यास क्यूआर जोड्यो भने क्वाड्रिलेटरल भयो, तलको यास क्यू याम जोड्यो भने चाहिँ फेरि ट्रायङ्गल भयो। त्यसैले चाहिँ यिनीहरूको एरिया इक्वल हुन गएको हो है। प्रश्न नम्बर 14 एउटा 1.3 मिटर अग्लो मानिसले 41.3 मिटर उचाइ भएको स्तम्भको टुप्पोमा हेर्दा 45 डिग्रीको उन्नतांश कोण पाएछ। उन्नतांश कोणलाई परिभाषित गर्नुहोस्। मानिसभन्दा स्तम्भ कति मिटर अग्लो रहेछ, मानिस र स्तम्भ बिचको दूरी पत्ता लगाउनुहोस्। उन्नतांश कोण 30 डिग्री पाउन उक्त मानिस सो स्थानबाट कति मिटर पछाडि गए अवलोकन गर्नुपर्दछ, पत्ता लगाउनुहोस्। तल्लो बिन्दुबाट माथिल्लो बिन्दुमा हेर्दा दृष्टिरेखाले समतल सतहसँग बनाउने कोणलाई उन्नतांश कोण भनिन्छ। अब यो बीको लागि चाहिँ मैले यस्तो प्रकारको एउटा चित्र बनाएँ। यो मानिस रहेको छ 1.3 मिटर अग्लो, यो टावर रहेको छ 41.3 मिटरकै,
तिनीहरूको बिचको डिस्टेन्स चाहिएको छ। यसरी यो व्यक्तिले डी स्थानबाट हेर्दाखेरि चाहिँ 45 डिग्रीको कोण बनेको छ। मानिस बीमा चाहिँ सोधेको चाहिँ कति अग्लो छ त यो टावर भनेको छ। मान्छे 1/3 छ, टावर 41/3 छ भनेपछि त 1/3 41/3बाट घटाइदिएपछि त त्यसको उचाइ आइहाल्छ। 40 मिटर अग्लो छ मानिसभन्दा टावर। अब हामीले हेर्ने भनेको एइडी भन्ने त्रिभुजमा हो। अब सिडी 1/3 छ, एई त 40 भइहाल्यो, भर्खर पत्ता लगाएको। एडी 45 छ। अब हामीलाई चाहिएको यो डिफ्रेन्स हो, यो कतिको दूरी छ मानिस र टावर बिच भनेको छ, त्यो बेस हो। यो पर्पेन्डिकुलर भयो, पी र बी भनेको ट्यानमा लाग्ने हो। ट्यान डी इजिकल टु एई अपन इडी। यो 45 डिग्री दिएको छ, इडी चाहिँ चाहियो हामीलाई। इडी पनि कति हुने भयो त भन्दा 40 मिटर। मानिस र टावर बिचको दूरी चाहिँ 40 मिटरै हुने भयो। स्तम्भको टुप्पोको उन्नतांश कोण 30 डिग्री पाउन चाहिँ के गर्ने त, कति अगाडि पछाडि गई भनेको छ। अब त्यसको लागि अघिकै चित्रले काम गर्छ। यसमा एई अपन इडी गर्नु पर्यो, अनि 40 छ एई चाहिँ। अब इडी चाहिँ डिस्टेन्स चाहिँ कति हुनु पर्यो त भनेको छ। यो डी चाहिँ 30 राख्नु पर्यो, अनि त्यसरी राख्दाखेरि इडीको मान चाहिँ 69.29 मिटर चाहिँ टावरबाट पर जानु पर्यो। अघि चाहिँ 40 मिटर पर थियो, अब त झन् 40 मिटर पर भन्दा 29.28 मिटर चाहिँ पछाडि चाहिँ गएर हेऱ्यो भने चाहिँ 30 डिग्रीको उन्नतांश कोण पाइन्छ। जस्तो यस्तो हो। अब यो व्यक्ति यो ब्लू कलरको चाहिँ यो व्यक्तिको उचाइ हो। त्यो व्यक्तिले यहाँबाट बसेर 40 मिटर यो खम्बाबाट 40 मिटर पर बसेर हेर्दा 45 डिग्रीको कोण भयो। यो पुरै चाहिँ 41.3 हो, तर योबाट माथि चाहिँ 40 हो। र यहाँबाट यता कति जानु पर्यो त भन्दा 29.28 मिटर चाहिँ पर गएर हेऱ्यो भने बल्ल 30 डिग्रीको बन्छ। प्रश्न नम्बर 15, तलको तालिकामा 30 जनाको प्राप्ताङ्क प्रस्तुत गरिएको छ। यो 0 देखि 10। यो पनि यो अलि झुक्क्याइदियो, यो अप्सनल म्याथ पढ्नेहरूले त गरे, अब प्र्याक्टिस त गराएको हो एउटा दुईटा। अब सजिलो सिकाउने भन्दा यस्तो खालकोलाई अलि फोकस पनि गरिएन। पहिलो प्रश्नमा चाहिँ यालले के जनाउँछ भनेको छ, मध्यिका पत्ता लगाउनुहोस् भनेको छ। औसत प्राप्ताङ्क 0.30 हटायो भने कति हुन्छ औसत प्राप्ताङ्क भनेको छ। पहिला त यो डाटालाई नै हामीले एरेन्ज गर्नु पर्यो। यालले के जनाउँछ भनेको छ, यालले त तल्लो लोवर भ्यालु जनाउने हो, तल्लो मान। अब 0 देखि 10 छ, अब यो 10 देखि 20, 20 देखि 30, 30 देखि 40 बनाउनु पर्यो। यो सिएफ दिएको हो, हामीले घटाउँदै राख्नु पर्यो। मुख्य कुरा त त्यही थियो यसमा। ल हेर्दै जाउँ। 0 देखि 10, 10 देखि 20, 20 देखि 30, 30 देखि 40, 40 देखि 50 भयो। यहाँ दिएको चाहिँ यो चाहिँ सिएफ हो, 12, 17, 20, 22, 30। अब फ्रिक्वेन्सी त हामी आफैले बनाउने हो। सुरुको त यो 12 भइहाल्यो। अब 17बाट 12 गर्दा 5 भयो, यो चाहिँ 10 देखि 20को फ्रिक्वेन्सी भयो। 20बाट 17 गर्दा 3 भयो, यो चाहिँ 20 र 30को फ्रिक्वेन्सी हो। 30 र 40को फ्रिक्वेन्सी 2 र 40 र 50को फ्रिक्वेन्सी चाहिँ 8 हो। यो 12, 15, 3, 2, 8 चाहिँ घटाएर निकाल्नु पर्ने हुन्छ। अब पहिला हामीलाई सोधेको त मध्यिका हो हैन, यो टेबल भयो। मध्यिका कहाँ पर्छ भन्दा n/2 पदमा पर्छ। n भनेको 30 भयो, 30लाई 2 ले भाग गर्दा 15औं पदमा पर्यो। 15औं पद भन्दा नजिकको ठुलो 17 छ, 10 देखि 20 मा पर्ने भयो मध्यिका। त्यहाँ लोअर भ्यालु 10 छ, फ्रिक्वेन्सी 5 छ, सिएफ चाहिँ माथिल्लो हेर्ने हो 12 छ, इन्टरभल चाहिँ 10 को इन्टरभलमा छ। त्यहाँ लगेर मान राख्ने हो। मान राखेर क्याल्कुलेट गर्दाखेरि यसको मध्यिका चाहिँ 16। अब मध्यक चाहियो, औसत भनेको मध्यको। अनि त्यसपछि 0 देखि 30 हटाउँदा कति हुन्छ भनेको छ। ल अब त्यसको लागि चाहिँ अब हामीलाई याम चाहियो। यो 0, 10, 10, 20, 20, 30, 30 देखि 40, 40 देखि 50 भयो। मिड भ्यालु 0 र 10 को बिचको मान 5, 10 र 20 को बिचको मान 15, 20 देखि 30 को 25, 30 देखि 40 को मिड भ्यालु 35 र 40 देखि 45 को मिड भ्यालु 45 रहेको छ। फ्रिक्वेन्सी त अघिकै हो, यो 12, 5, 3, 2, 8। टोटल नम्बर अफ आइटम्स, टोटल नम्बर अफ स्टुडेन्ट चाहिँ 30 रह्यो। एफएम भनेको 5 र 12 मल्टिप्लाई गर्दा 12 पंचे 60, 15 पंचे 75, 25 त्यहाँ पनि 75, 35 दुना 70, 45 र 8 मल्टिप्लाई गर्दाखेरि चाहिँ 360 र यो एफएमहरूको सबैलाई जोड्दाखेरि 640 भयो। अब एक्स बार निकाल्ने फर्मुला समेसन एफएम अपन एन हो। 640लाई 30 ले भाग गर्नु पर्यो, भाग गर्दा 21.33 भयो। 0 देखि 30 सम्म घटाइदिने रे।
यो 0 देखि 30 सम्मकै डाटा हटाइदियो भने चाहिँ हटायो भने औसत प्राप्ताङ्क कतिको फरक पर्छ भनेको छ। अब त्यसरी हटायो भने त हामीलाई त के को चाहियो त भन्दा यो 30 देखि 50 को सम्म मात्राको औसत चाहियो। यो यहाँसम्म हटाइदिने 0 देखि 30 सम्मको यो त हटाइदिने। हटायो भने त कति भयो त समेसन एफएम 70 र 360 जोड्दा 430 भयो। अनि एफ पनि यो माथिको त हटाउने हो नि त, 2 र 8 जोड्दाखेरि 10 भयो। अब नयाँ मध्यक त कति हुने भयो त 430 लाई 10 ले भाग गर्दा 43 भयो। अघि मध्यक कति थियो 21.33 थियो। कतिको फरक पर्यो त डिफ्रेन्स पत्ता लगाइदिउँ। 21.67 को फरक पर्दो रहेछ। यो 0 देखि 30 सम्म हटाउने भनेपछि त यहाँसम्मको भ्यालु त हटाउनु पर्यो नि त। भनेपछि 70 र 360 राख्नु पर्यो, यता चाहिँ 2 र 8 राख्नु पर्यो। यस्तो हुन्छ है। अब यो अन्तिम प्रश्न, राम्ररी फिटिएको 52 पत्ती तासको गड्डीबाट नहेरिकन दुईटा तास एकपछि अर्को पुनः राखेर झिकिएको छ। पुनः राखेर झिकिएको छ, पुनः राखेर है, पुनः राखेर नराखी हुन्छ। अनाश्रित घटना भनेको के हो? अनुहार भएको तास पर्ने र नपर्ने सबै परिणामहरूको सम्भाव्यतालाई वृत्त चित्रमा देखाउनुहोस्। दुवै तास अनुहार भएको पत्ती पर्ने सम्भाव्यता कति हुन्छ? दुईटा तासहरू एकपछि अर्को पुनः राखी र नराखी झिक्दा दुवै तासहरू अनुहार भएको पर्ने सम्भाव्यता बीच भिन्नता। अनाश्रित भनेको एउटा घटनाको सम्भाव्यताले अर्को घटनाको सम्भाव्यतामा असर गर्दैन भने चाहिँ अनाश्रित भनिन्छ। जस्तै डाइसमा 1 पर्ने घटनाले सिक्कामा हेड पर्ने सम्भाव्यतालाई असर गर्दैन होइन र एउटा घटनाले अर्को घटनालाई असर नगर्ने हो। अब यो चाहिँ वृक्ष चित्र। अब 12वटा चाहिँ फेस कार्ड छ अनुहार भएको तास, 40वटा चाहिँ अनुहार नभएको तास छ। पहिलो पटक चाहिँ अनुहार भएको पर्ने चाहिँ 12/52 भयो। टोटल नम्बर अफ फेस कार्ड 12वटा, नम्बर अफ टोटल कार्ड 52वटा भयो। अनि फेस कार्ड परेन भने F12 अनुहार नभएको पर्ने हो। अनुहार नभएको तास 40वटा छ, जम्मा तास 52वटा छ। फेरि त्यहीँ राख्ने हो भने त फेस कार्ड 12वटै छ अनि नन फेस कार्ड 40वटै छ, केही चेन्जै हुँदैन क्या होइन। 12वटा फेस कार्ड 40वटा नन फेस कार्ड। फेरि 12/52 40/52 12/52 40/52 नै हुने हो। माथि चाहिँ अनुहार भएको तास 12वटा जम्मा तास, अनुहार नभएको तास जम्मा तास। यो माथिको ब्रान्च चाहिँ एफएफ, एफबाट एफ बार, एफ12बाट एफ, एफ बार। अब दुवै तास अनुहार भएको पत्ती पर्ने सम्भाव्यता कति हुन्छ? अनि अर्को पनि छ पुनः राखी हो नि त, यो त सुरुको हो नि त होइन। यो त भनेपछि त फेस कार्ड कतिवटा छ त 12/52 फेरि 12/52 मल्टिप्लाई गरेर अब यसलाई लोएस्ट फर्ममा लैजाँदाखेरि 9/169 भयो। अब पुनः राखी र नराखीको बिचको फरक सोधेको हामीलाई। अब पुनः राखीको त भइसक्यो, पुनः नराखी भनेको छ पहिलो पटक फेस कार्ड पर्ने 12/52, अब 1 घट्ने भयो नि त होइन नराखी भनेपछि त। त्यही भएर 11 का तल 51, यो दुइटाको चाहिँ यति 11 का तल 221 भयो। यिनीहरू बिचको डिफ्रेन्स चाहिँ 10/2873, यो टक्क घटाएपछि आइहाल्छ। यति छ। हस् त आजको लागि यति नै। अब असारको 1 गतेपछि चाहिँ पूरक परीक्षा हुन गइरहेको छ। त्यो परीक्षाको लागि यो भिडियो प्रभावकारी हुन्छ भन्ने आशा गरेको छु। प्रयास गर्नुहोस्, तपाईँहरू सफल पक्कै हुनुहुनेछ। हस्, धन्यवाद।